धेरै कोर्स पढाउँछु। त्यसमध्ये मलाई एकदमै धेरै नेपाल, अमेरिका, क्यानाडा, युके अनि पोर्चुगल यस्तो कन्ट्रीबाट धेरै सोध्नुहुन्छ कि वो आईटी सपोर्ट के पढाउनुहुन्छ, कसले काम पाउने भनेर सोध्नुहुन्छ। यसको अलिकति म लामोमा भन्दैछु, यसलाई भिडियो चाहिँ फुल बुझ्ने हो भने पुरै हेर्नु होला। मैले पढाउने थुप्रै कोर्स मध्ये एउटा कोर्स हो आईटी सपोर्ट। त्यसमा चाहिँ प्राय जसो हामीले चाहिँ एउटा आईटी को मान्छेले कलेज, युनिभर्सिटी अथवा कम्पनीमा गएर गर्नुपर्ने कामहरूलाई क्याटेगोराइज गरेर 3टा सेक्सन बनाएको छ। त्यसलाई सिस्टम अनि नेटवर्क अनि क्लाउड भन्छ। सिस्टम भनेको चाहिँ कुनै पनि कस्टमरको कम्प्युटर बिग्रियो, कम्प्युटरमा सफ्टवेयर इन्स्टल गर्नु पर्यो अथवा कम्प्युटर रिलेटेड केही ट्रबल सुटिङ गर्नु पर्यो भने हामी गएर टक्क त्यो डाक्टर जस्तो गएर मेडिसिन गरिदिने हो। अनि अर्को सर्भर भन्ने हुन्छ, त्यो चाहिँ तपाईँ ठुल्ठुलो कम्पनीमा जानु भने तपाईँको आफ्नै लगइन डिटेल हुन्छ, कम्प्युटर उनीहरूले रेडी गरिदिएका हुन्छ, सबै काम ट्याक्क रेडी पारिदिएको हुन्छ। तपाईँ गएर आफ्नो युजर नेम पासवर्डले लगइन गर्ने अनि बल्ल काम गर्न मिल्छ। सबै कन्ट्रोल त्यहीबाट हुन्छ। त्यो हो आज त यी कामहरू भन्दा क्लाउडमा धेरै। क्लाउड भनेको हामीले चाहिँ उबर ड्राइभ गरे जस्तै आफ्नो घरमा नराखेर सामानहरू भाडामा लिएर काम चलाउने। अहिले चाहिँ पैसा जोगाउनको लागि कम्पनीहरूले भाडामा काम गर्ने गर्दछन्। त्यस्तो भनेको सर्भर अथवा कम्प्युटर, अफिस 365, टेलिफोन सिस्टम जसलाई हामी VoIP भन्छौँ, अनि इमेलहरू, यी सबै चिजहरू चाहिँ क्लाउडमा राखेको छ, त्यहीँबाट म्यानेज गर्छ। त्यो काम चाहिँ हाम्रो हो र त्यस्तो कुराहरू हामी पढाउँछौँ। त्यसमध्ये माइक्रोसफ्ट एज्योर, माइक्रोसफ्ट 365, टिम्स अनि त्यसपछि माइक्रोसफ्ट इन्ट्युन भन्ने यस्ता कुराहरू त्यहाँ पर्छन्। अर्को भनेको नेटवर्किङ हो। नेटवर्किङ भनेको तपाईँको इन्टरनेट कसरी आएको छ, इन्टरनेट कसरी काम गर्छ, अहिले इन्टरनेट स्लो भयो भने के गर्ने, अरू कन्फिगरेसन के गर्ने भनेर सिसिआने पर्छ। यस्ता कुराहरू आईटी सपोर्टले गर्ने हो। त्यसको टपमा चाहिँ रिज्युमे कसरी बनाउने, कभर लेटर कसरी बनाउने, के सोध्छ, के एन्सर दिने, त्यो सबैको ट्रेनिङ चाहिँ 1 by 1 हुन्छ। यसको लागि ब्याकग्राउन्ड भए राम्रो, नभए पनि पढ्न सकिन्छ। यो गाह्रो लगाउन सिकाए जस्तै जिरोबाट सिकाइ हुन्छ। प्राय जसो अमेरिकातिर गएको, डीबी पर गएको, स्टुडेन्ट भिजा नभएर डीबीमा गएकोहरू जसको ब्याकग्राउन्ड आईटी नभएकोहरूलाई डिजाइन गरेर कोर्स बनाएको छ, 0 to हिरो आईटी। यसको कस्ट चाहिँ कन्ट्री अनुसार फरक छ। अस्ट्रेलिया, अमेरिकातिर अलि जहाँ धेरै कमाइ हुन्छ त्यहाँ अलिक धेरै पैसा लिन्छ, जहाँ थोरै कमाइ हुन्छ त्यो अनुसार लिन्छ। र यो पढिसकेपछि तपाईले आईटी का कामहरू जस्तै आईटी सपोर्ट, डेस्कटप सपोर्ट, सिस्टम सपोर्ट, नेटवर्क सपोर्ट, सिस्टम एडमिन, क्लाउड एडमिन, नेटवर्क एडमिन भन्ने यस्तो थुप्रै पोजिसन हुन्छ। त्यो दुबई, कतार, मलेसिया लगायत अमेरिका, अस्ट्रेलिया, युरोप जता कतै त्यही पोजिसनमा जसले पनि काम गर्न पाउँछ। यस्तो चिजहरू चाहिँ हामी पढाउँछौँ। त्यसको लागि मलाई सम्पर्क गर्नु ल। थ्यांक यू।